हेलो गाइज वेलकम टु च्यानल। आज चाहिँ हामी अब फेरि धेरै पछि आइसकेका छौँ। सो आज चाहिँ हामी के पढ्छौँ त भन्दाखेरि आज चाहिँ हामी क्लास 9 को कुन लेसन पढ्दैछौँ त भन्दाखेरि हामी आज पढ्दैछौँ क्लास 9 को द युनिभर्सको बारेमा चाहिँ हामी आज स्टडी गर्छौँ है। आज चाहिँ हामी द युनिभर्सको बारेमा स्टडी गर्छौँ, युनिभर्सको बारेमा। सो युनिभर्स भनेको के हो त भन्दा हाम्रो युनिभर्स हामी जति कुराहरू देख्छौँ स्पेसमा, बाउन्डलेस एउटा एरिया अर बाउन्डलेस एउटा स्पेस जुन चाहिँ के छ त इन्क्रिजिङ डे बाई डे अर इयर बाई इयर के छ त्यो इन्क्रिज भएर चाहिँ अरू बाउन्डलेस के हुन्छ त्यसको बााउन्ड्री छैन। जस्तै यहाँदेखि यहाँसम्म यति भन्ने त्यसको बााउन्ड्री छैन। के छ त युनिभर्स चाहिँ एक्सपान्ड भइरहेछ, युनिभर्स चाहिँ ठुलो छ, बााउन्डलेस एउटा स्पेस हो विच कन्सिस्ट अफ डिफ्रेन्ट सोलर सिस्टम, ग्यालेक्सिज होइन, स्टार्सहरू, सन होइन, धेरै कुराहरू, एस्ट्रोइडहरूदेखि लिएर कन्स्टिलेसनहरू सब कुराको चाहिँ त्यहाँनिर हामी एउटा बााउन्डलेस स्पेसलाई नै हामी के भन्छौँ द युनिभर्स। युनिभर्स चाहिँ के छ त भन्दा ह्युज स्पेस, ठुलो स्पेस छ युनिभर्स, जहाँ चाहिँ हामीले के देख्न सक्छौँ, स्टार्सहरू देख्न सक्छौँ, सोलर सिस्टम्सहरू देख्न सक्छौँ, जहाँ चाहिँ हामी देख्न सक्छौँ प्लानेट्सहरू भइहाल्यो सोलर सिस्टम्समा, ग्यालेक्सीहरू, कन्स्टिलेसनहरू, कमेट्सहरू, एस्टेरोइड्सहरू, डिफ्रेन्ट कुराहरूले बनेको एउटा बााउन्डलेस स्पेस हो युनिभर्स भनेको। युनिभर्स के छ त हामीले जति युनिभर्स थाहा छ अहिलेसम्म, हामीले जति स्टडी गर्छौँ, जति कुराहरू हामीलाई थाहा छ, त्यो युनिभर्स भनेको हाम्रो 5% पनि होइन। युनिभर्सको भनेको जति युनिभर्स यति ठुलो छ कि हामीले युनिभर्सलाई एक्सप्लोर गर्ने लिमिटै छैन हामीसँग। किन छैन त भन्दाखेरि यो के हो त बााउन्ड्री छैन, यसको यति भन्ने कुरा छैन। यसको के छ त धेरै ह्युज स्पेस हो, जति कुरा हाम्रो ह्युमनले चाहिँ एउटा इमेजिनेबलै गर्न सकिँदैन। भने हामी जति कुराहरू अहिले पढ्छौँ यो भनेको चाहिँ हामीले जतिसम्म हामी स्टडी गर्न सक्यौँ, जतिसम्म रिच गर्न सक्यौँ, त्यो यो हामीले पढ्ने हो भनेको त्यो चाहिँ एउटा युनिभर्सको 5% पनि होइन। 5% पनि हामीलाई चाहिँ डिस्कभर छ। अब त्योदेखि बाहेकको जति 95% भयो त्योभन्दा बेसी चाहिँ हामीले छैन डिस्कभर भएको। त्यो चाहिँ के छ त एउटा ठुलो स्पेस छ भन्ने कुरा हामीले बुझ्नु पर्यो युनिभर्सको कुरा। सो नाउ अब युनिभर्सलाई हामीले युनिभर्सको एउटा तारा, अर्को तारा, एउटा सन, अर्को अर्थ भयो, यिनीहरू बिचको डिस्टेन्स के हुन्छ त धेरै ठुलो हुन्छ होइन त। जस्तै एउटा प्लानेटदेखि एउटा प्लानेटसम्मको डिस्टेन्स के हुन्छ, धेरै ठुलो हुन्छ डिस्टेन्स। अब त्यो डिस्टेन्सहरू हामीले चाहिँ नाप्नु पर्यो भने हामीले मिटरले नाप्यौँ, किलोमिटरले नाप्यौँ भने के आउँछ त ठुलो एमाउन्ट आउँछ, ठुलो भ्यालु आउँछ होइन त। हो त्यसको लागि चाहिँ डिफ्रेन्ट युनिट्स आर मेड, धेरै युनिट्सहरू हामीले बनाएको छौँ टु मेजर द डिस्टेन्स अफ द स्पेसको चाहिँ हामीले डिस्टेन्स मेजर गर्नु पर्यो भने चाहिँ त्यतिखेर हामीलाई सानो किलोमिटरले मात्रै युनिटले पुगेन। के चाहियो त हामीलाई ठुलो एउटा युनिट चाहियो, जसले गर्दाखेरि चाहिँ हामीले इजिली चाहिँ हामीले त्यसको बारेमा लेख्न सकौँ। जो त्यसको लागि चाहिँ के गरियो त भन्दा डिफ्रेन्ट युनिट्स आर मेड। सो एउटा छ एस्ट्रोनोमिकल युनिट, होइन। एस्ट्रोनोमिकल युनिट भनेको के हो त भन्दा एयु भनेको डिस्टेन्स बिट्विन द सन एन्ड द अर्थ, डिस्टेन्स बिट्विन सन एन्ड अर्थ, सन र अर्थको बिचको जुन एभरेज डिस्टेन्स छ त्यसलाई नै हामीले के भन्यो त 1 एस्ट्रोनोमिकल युनिट भन्यो। 1 एस्ट्रोनोमिकल युनिट भनेको चाहिँ के रहेछ त सन र अर्थ बिचको जुन डिस्टेन्स छ त्यसलाई 1 एस्ट्रोनोमिकल युनिट भन्यो। त्यसो गरेपछि चाहिँ के भयो त भन्दाखेरि त्यो डिस्टेन्सलाई हामीले 1 भनेर रिप्रेजेन्ट गर्न सक्यौँ नि त। त्यो एउटा त्यो बिच र यहाँ बिचको ठुलो डिस्टेन्सलाई कति भन्न सक्यो त 1 AU भनिदियो भने त्यो डिस्टेन्सलाई यति इन्टु 10 टु द पावर यति किलोमिटर भनेर लेख्नु परेन। हो त्यसको लागि सजिलो होस् भनेर चाहिँ हामीले एस्ट्रोनोमिकल युनिट एउटा युनिट यो हो। अर्को युनिट त्योभन्दा पनि अझै ठुलो युनिट हामीले बनायौँ, त्यो चाहिँ के हो त भन्दा लाइट इयर। अर्को युनिट भनेको लाइट इयर। अब लाइट इयर भनेको जान्नुपर्छ है। लाइट इयर भनेको के हो त भन्दाखेरि लाइटले चाहिँ होइन इन 1 इयर, लाइटले 1 वर्षमा चाहिँ कति डिस्टेन्स कभर गर्छ त, लाइटले चाहिँ 1 वर्षमा कति डिस्टेन्स कभर गर्छ त्यसलाई नै हामी के भन्छौँ 1 लाइट इयर भन्छौँ। 1 लाइट इयर भनेको के हो त भन्दा द डिस्टेन्स ट्राभल बाई द लाइट इन 1 इयर। 1 वर्षमा चाहिँ लाइटले कति डिस्टेन्स ट्राभल गर्छ त त्यसलाई नै हामीले 1 लाइट इयर भन्यौँ। अब कसरी निस्किन्छ त यो भन्दाखेरि 1 लाइट इयर भनेको के रहेछ, लाइटले चाहिँ कति डिस्टेन्स कभर गर्छ 1 वर्षमा भनेको 365 डेजमा, 365 डेजमा चाहिँ कति डिस्टेन्स त्यसले ट्राभल गर्छ भन्ने कुरा। अब जहिले पनि स्पिड अफ लाइट कति हो, लाइटको स्पिड हामीसँग कति छ त भन्दाखेरि स्पिड अफ लाइट भनेको कति हो
स्पिड अफ लाइट सीले हामीले रिप्रेजेन्ट गर्छौँ स्पिड अफ लाइटलाई। स्पिड अफ लाइट कति छ हामीलाई थाहा छ 10 × 3 × 10 × 10⁸ मिटर पर सेकेन्ड हो भनेको 1 सेकेन्डमा चाहिँ 3 × 10⁸ मिटर यसले कभर गर्छ हैन त हो भने यसले चाहिँ अब 3 × 10⁵ चाहिँ किलोमिटर पर सेकेन्डमा ट्राभल गर्छ हैन। मैले यसलाई के गरेँ मिटरलाई किलोमिटरमा चेन्ज गरेँ। यति मिटर चाहिँ किलोमिटर चाहिँ कतिमा चेन्ज गर्छ 1 सेकेन्डमा। अब हेरौँ 3 × 10⁵ किलोमिटर चाहिँ 1 सेकेन्डमा ट्राभल गर्छ। अब हामीले यहाँ के गर्दै गर्छौँ भन्दा 1 लाइट इयर भनेको चाहिँ कति हो त भ्यालु कति डिस्टेन्स हो 1 लाइट इयर भनेको त्यो निकाल्दैछौँ। अब यहाँले 1 लाइट इयर भनेको लाइटले चाहिँ 1 वर्षमा कति डिस्टेन्स ट्राभल गर्छ भन्ने कुरा हो। सो लाइटले चाहिँ 1 सेकेन्डमा चाहिँ यति डिस्टेन्स कभर गर्छ 3 × 10⁵ किलोमिटर है त। 1 सेकेन्डमा चाहिँ यति किलोमिटर कभर गर्छ। अब हामीले चाहिँ के निकाल्नु पर्यो त 1 सेकेन्डको नभएर चाहिँ यसलाई चाहिँ हामीले कतिको निकाल्नु पर्यो 365 डेजको। भने पहिले सेकेन्डलाई एकैचोटि डेजमा त चेन्ज गर्नु मिलेन। हामीले सेकेन्डलाई केमा लानु पर्यो त पहिला मिनेटमा लानु पर्यो। मिनेटमा लान के गर्नुपर्छ मल्टिप्लाई बाइ 60 मल्टिप्लाई बाइ 60 गरेपछि यो केमा गयो मिनेटमा गयो हैन त हो। अब मिनेटमा गएपछि मिनेटलाई फेरि केमा लानु पर्यो आवरमा लानु पर्यो। अब आवर फेरि कति मिनेट कति हुनुपर्छ 60 आवर 60 हैन त 1 मिनेटमा 60 1 आवरमा 60 मिनेट हुन्छ नि त हो सो 60। अब 1 आवरमा 60 मिनेट भयो। अब 6 आवरलाई फेरि केमा लानु पर्यो डेमा। अब 1 डेमा कति आवर हुन्छ 24 आवर हुन्छ। सो 24 ले मल्टिप्लाई गर्नु पर्यो। अब डेबाट कति डे भयो हामीले यो 1 दिनको आयो। अब 1 दिनमा कति दिनको निकाल्नु छ 365 डेज 1 इयरको भनेको 365 सो इन्टु 365 गरेपछि हामीसँग आयो 1 लाइट इयरको भ्यालु हैन त यति आयो। कति आयो 9.46 × 10⁻12 किलोमिटर कति आयो 9.46 × 10⁻12 किलोमिटर हो। सो यो चाहिँ के हो त भन्दा 1 लाइट इयर हो। सो 1 लाइट इयरको भ्यालु कति रहेछ त भन्दा 9.46 × 10⁻12 किलोमिटर हो। यसरी चाहिँ हामीले 1 लाइट इयरको भ्यालु निकाल्ने भनेर कहिलेकाहीँ एक्जाममा आउन सक्छ। यो जानिराख्ने or distance between the sun and the earth को यो 1.5 × 10⁸ यसको मतलब 1 AU चाहिँ कति रहेछ त 1 AU भनेको 1.5 × 10⁸ किलोमिटर। त्यसपछि हामीले यो युनिभर्सको पढिसकेपछि हामीले अब यहाँ पढ्नुपर्छ स्टार्सको बारेमा। स्टार्स है स्टार्स भनेको त के हो त भन्दाखेरि स्टार्स इज द हेभेनली बडी व्हिच हैज इट्स ओन लाइट हैन। स्टार्स भनेको एउटा हेभेनली बडी हो जुन चाहिँ उसको चाहिँ के हुन्छ त व्हिच हैज देयर ओन लाइट। अब ओन लाइट हुन्छ उसको भनेको त्यसको चाहिँ त्यहाँनेरि चाहिँ के हुन्छ त भन्दाखेरि त्यहाँनेरि चाहिँ डिफरेन्ट न्युक्लियर फ्युजन भइरहेको हुन्छ हैन। न्युक्लियर फ्युजन भइरहेको हुन सक्छ स्टार्समा। सो स्टार्सको चाहिँ एउटा हेभेनली बडी व्हिच हैज इट्स ओन लाइट। अब स्टार्स चाहिँ कसरी फर्म हुन्छ हामीले जान्नुपर्ने कुराहरू फर्मेसन अफ स्टार्स कसरी फर्म हुन्छ। अनि स्टार्स के हुन्छ त भन्दा फर्म भइसकेपछि आफ्टर टाइम टु टाइम के हुन्छ स्टार्सको डेथ हुन्छ। सो डेथ अफ द स्टार भयो। स्टार्सको डेथ भएपछि स्टार्स केमा चेन्ज हुन्छ हैन। हामीले ब्ल्याक होल सुनेको छ नि ब्ल्याक होल हैन। ब्ल्याक होल भनेको के हो त भन्दाखेरि ब्ल्याक होल भनेको एउटा ह्युज ग्राभिटेसनल फोर्स भएको एउटा मास हो हैन। एउटा जहाँ चाहिँ के हुन्छ त लाइट पनि स्केप गर्न सक्दैन। त्यहाँ गएपछि लाइट गयो भने लाइट पनि त्यहाँबाट चाहिँ स्केप हुन सक्दैन। त्यस्तो ग्राभिटेसनल फोर्स त्यहाँनेरि छ। त्यो ग्राभिटेसनल फोर्सले त्यसलाई तानेपछि चाहिँ लाइटलाई तानेपछि चाहिँ त्यो लाइट त्यहाँबाट निस्किन सक्दैन भन्नु मतलब ग्राभिटेसनल फोर्स चाहिँ के छ त धेरै छ। के कसरी बुझ्ने हो त भन्दाखेरि एउटा ठुलो मासलाई चाहिँ एउटा सानो स्पेसमा ल्याएर हामीले कम्प्याक्ट गर्यौं हैन। एउटा ठुलो मासलाई चाहिँ एउटा सानो स्पेसमा आएर कम्प्याक्ट भयो भने अब त्यो के हुन्छ त भन्दाखेरि ठुलो एउटा इन्टायर कन्ट्री भनिदिउँ ल एउटा वर्ल्डै चाहिँ एउटा सानो सिटी जस्तो सानो सिटी एउटा यो सानो रुम भित्र ल्याएर चाहिँ यो वर्ल्डलाई नै चाहिँ हामीले कम्प्रेस गर्यौं भने त्यो चाहिँ कस्तो हुन्छ त त्यसको एनर्जी हैन त्यसको एउटा ग्राभिटेसनल फोर्स हो। त्यही चाहिँ के हो त त्यही नै चाहिँ हामी के भन्छौँ ब्ल्याक होल भन्छ। त्यसको चाहिँ धेरै के हुन्छ ग्राभिटेसनल फोर्स हुन्छ फोर्स अफ एट्र्याक्सन हुन्छ। सो त्यो पनि के हो त स्टार्सको डेथ भइसकेपछि चेन्ज हुने ठाउँ हो ब्ल्याक होल भनेको। स्टार्सको डेथ हुन्छ जब त्यो केमा चेन्ज हुन्छ ब्ल्याक होलमा चेन्ज हुन्छ। अब सबै स्टार ब्ल्याक होलमा चेन्ज हुँदैन। त्यो कुराहरू हामी त्यसको लाइफ साइकल अफ स्टार्समा पढ्छौँ। स्टार्सको सुरुवात कसरी हुन्छ
स्टार सुरुवात भएपछि के हुन्छ भन्दै 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 लास्टमा डेथ हुन्छ त्यसको, अनि केमा चेन्ज हुन्छ त भन्ने कुराहरू हामी बुझ्छौँ। तर यति कुरा तिमीहरूले के बुझ्ने हो त भन्दाखेरि ब्ल्याक होल भनेको चाहिँ कसरी फर्म हुन्छ त भन्दा केबाट फर्म हुन्छ भन्ने बुझ्नु पर्यो। स्टार्सको डेथ भएपछि, जब स्टार्सको डेथ हुन्छ अनि ब्ल्याक होलमा चेन्ज हुन्छ। तर सबै स्टार्स ब्ल्याक होलमा चेन्ज हुँदैन। कस्तो कस्तो स्टार्स चाहिँ ब्ल्याक होलमा चेन्ज हुन्छ, कस्तो कस्तो स्टार्स चाहिँ ब्ल्याक होलमा चेन्ज नभएर केमा चेन्ज हुन्छ भन्ने कुराहरू चाहिँ हामी कहाँ पढ्छौँ त भन्दाखेरि लाइफ साइकल अफ स्टार्समा पढ्छौँ। लाइफ साइकल अफ स्टार्स हामी पढ्छौँ। सो हामीले बुझ्नु पऱ्यो ब्ल्याक होल थाहा छ हामीलाई, ब्ल्याक होल भनेको एउटा हेभेनली मास हो विच हेज द ह्युज ग्रेभिटेसनल फोर्स अफ एट्र्याक्सन, जहाँ चाहिँ लाइट पनि स्केप हुन सक्दैन। अब लाइफ साइकल अफ स्टार्स, लाइफ साइकल अफ स्टार्समा हामीले जान्नुपर्छ फर्मेसन अफ स्टार्स कहाँ फर्म हुन्छ त, स्टार्स कहाँनिर फर्म हुन्छ त भन्दाखेरि स्टार्सको फर्मेसन हुन्छ नेबुलामा। फर्मेसन कहाँ हुन्छ, नेबुलामा हुन्छ। फर्मेसन नेबुला, नेबुला भनेको चाहिँ के हो त भन्दा नेबुला भनेको चाहिँ ह्युज स्पेस अफ डस्ट एन्ड ग्यासेस हैन। नेबुला भनेको चाहिँ ह्युज स्पेस अफ डस्ट एन्ड ग्यासेस, ग्यासेसहरू डस्टहरूको चाहिँ एउटा ह्युज स्पेस हो त्यो चाहिँ नेबुला भनेको। त्यो नेबुलामा चाहिँ डिफ्रेन्ट ग्यासेसहरू हुन्छ। अब ग्रेभिटेसनल ग्यासेसहरू चाहिँ टाइम टु टाइम कम्प्याक्ट हुँदै गएपछि त्यहाँनिरको ग्रेभिटेसनल फोर्सले के हुन्छ त कम्प्याक्ट हुँदै हुँदै कम्प्याक्ट हुँदै हुँदै गएपछि चाहिँ त्यहाँनिर चाहिँ के फर्म हुन्छ त, अब त्यहाँनिर बिस्तारै 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 कम्प्याक्ट हुँदै जाँदा त्यहाँ कोरमा, त्यसको कोरमा चाहिँ एउटा कुनै सानो चिज छ ग्यास छ, त्यसले ग्यासलाई त्यहाँनिर ल्यायो, फेरि उताबाट यता जम्मा गर, उताबाट जम्मा गर, यताबाट जम्मा गर, सबतिरबाट जम्मा गर्दै गर्दै गएपछि चाहिँ अब कोरमा चाहिँ के भयो त त्यहाँनिर धेरै प्रेसर हुन थाल्यो होइन। त्यहाँनिर कोरमा चाहिँ धेरै प्रेसर हुन थालेपछि चाहिँ अब त्यहाँनिर त्यो कोरमा चाहिँ के हुन थाल्छ त भन्दाखेरि अब त्यहाँनिर चाहिँ न्युक्लियर फ्युजन सुरु हुन थाल्छ होइन। न्युक्लियर फ्युजन हुन थाल्छ त्यहाँनिर। अब त्यो न्युक्लियर फ्युजन त्यहाँ स्टार्ट हुन थालेपछि कोरमा अब त्यहाँनिर के हुन्छ त हाम्रो स्टारको जन्म हुन्छ, स्टार्सको फर्मेसन सुरु हुन्छ, बर्थ अफ द स्टार्स हुन्छ। त्यहाँनिर स्टार्स त्यहाँनिर जन्मिन्छ। हो कहाँ जन्मिन्छ, नेबुलामा। नेबुला भनेको के हो, ह्युज स्पेस अफ डस्ट एन्ड ग्यासेस। त्यो ग्यासेसहरू चाहिँ एकअर्काबीच चाहिँ रोल हुँदै 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 गएपछि कोरमा चाहिँ त्यहाँ हुन्छ न्युक्लियर फ्युजन स्टार्ट हुन्छ। न्युक्लियर फ्युजन स्टार्ट भएपछि चाहिँ अब स्टार फर्म हुन्छ। त्यो अर्ली स्टार के चाहिँ हो फर्म हुने भन्दाखेरि अब फर्म हुन्छ प्रोटोस्टार। प्रोटोस्टार फर्म हुन्छ। प्रोटोस्टार भनेको चाहिँ के हो त भन्दा अर्ली स्टेज, स्टारको अर्ली स्टेज जहाँ चाहिँ भर्खर अब के हुन थाल्छ त भन्दा कोरमा चाहिँ त्यसको न्युक्लियर फ्युजन सुरु हुन थाल्छ। सो न्युक्लियर फ्युजन सुरु हुन थालेको स्टेजलाई के हो त प्रोटोस्टार। अब त्यसपछि अब के हुँदै जान्छ त बिस्तारै बिस्तारै त्यो बिस्तारै बिस्तारै त्यहाँ भएको चाहिँ हाइड्रोजन चाहिँ के हुन्छ, हाइड्रोजन चाहिँ केमा चेन्ज हुँदै जान्छ त हिलियममा। अनि हिलियममा चेन्ज भएपछि त त्यो न्युक्लियर फ्युजन के हुन्छ त हाइड्रोजन हाइड्रोजन मिलेर चाहिँ हिलियममा चेन्ज हुन्छ। अनि चाहिँ त्यहाँनिर कोरमा चाहिँ अब न्युक्लियर फ्युजन सुरु भएपछि अब के हुन्छ त त्यहाँनिर स्टारले आफ्नै लाइट दिन थाल्छ। अनि त्यसपछि यो प्रोटोस्टार अब अर्ली स्टेज अफ स्टारबाट अनि फेरि कोरमा झन् 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 बढ्दै बढ्दै गएपछि एक्सट्रिम लेभल अफ टेम्परेचर हुन्छ, एक्सट्रिम लेभल अफ प्रेसर हुन्छ। अनि त्यसको अब फेरि स्टारमा चेन्ज हुन्छ, डिफ्रेन्ट डिफ्रेन्ट स्टेजमा चेन्ज हुन्छ। अब स्टार फर्म भयो, प्रोटोस्टारबाट स्टार भयो। अब स्टार भइसकेपछि अब केमा जान्छ त बिस्तारै बिस्तारै टाइम टु टाइम भन्दाखेरि अब बिस्तारै बिस्तारै त्यो चाहिँ हाम्रो हुँदै 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 कहाँसम्म पुग्छ त भन्दाखेरि रेड जाइन्ट अर रेड सुपर जाइन्टमा पुग्छ। कहाँ पुग्छ त भन्दाखेरि कि रेड जाइन्ट हुन्छ कि रेड सुपर जाइन्ट हुन्छ। अब कुन प्रोटोस्टार कुन स्टार चाहिँ रेड जाइन्ट हुन्छ, कुन स्टार चाहिँ रेड सुपर जाइन्ट हुन्छ भन्ने कुराहरू चाहिँ हामीले के जान्नुपर्छ त भन्दाखेरि यदि जुन इनिसियल स्टेज अफ स्टारको स्टेज चाहिँ यदि सनभन्दा धेरै ठुलो छ होइन, सन अब हामी कम्पेयर कोसँग गर्छौँ त भन्दाखेरि सनलाई कम्पेयर गर्छौँ। तर सन पनि के हो त एउटा स्टारै हो। सन पनि के हो त एउटा स्टारै हो। सन पनि के हो त स्टारै हो। सन पनि एउटा स्टारै हो होइन त। सो सन पनि एउटा स्टार हो। अब हामी कम्पेयर गर्छौँ जुन यो प्रोटोस्टारबाट बनेको स्टार हुन्छ, प्रोटोस्टार भनेको अर्ली स्टेज अफ स्टार। जब त्यहाँनिर चाहिँ झन् टेम्परेचर बढ्छ, झन् प्रेसर बढ्छ, त्यसपछि त के हुँदैन भयो त अन्त स्टार हुने हो। त्यो स्टारलाई हामी अब मेन सिक्वेन्स स्टार होइन, मेन सिक्वेन्स स्टार, मेन सिक्वेन्स स्टार भनेको जुन चाहिँ स्टार हो होइन, नर्मल स्टारहरू जुन छ त्यो चाहिँ मेन सिक्वेन्स स्टार भयो। जुन हामी सन भन्छौँ त्यो सन पनि स्टार हो। सन पनि कुन हो त भन्दा मेन सिक्वेन्स स्टार हो।
सन पनि के हो त हाम्रो मेन सिक्वेन्स स्टार। अहिले हाम्रो यो कुन फेजमा छ त सन भन्दा मेन सिक्वेन्स स्टारमा छ। प्रोटोटाइपबाट यो सन केमा गइसक्यो मेन सिक्वेन्स स्टारमा गइसक्यो। अब मेन सिक्वेन्स स्टारबाट चाहिँ अब यो केमा चेन्ज हुन्छ कि रेड जाइन्टमा चेन्ज हुन्छ कि रेड सुपर जाइन्टमा चेन्ज हुन्छ भने चाहिँ स्टार अब नेबुलामा फर्म भयो, प्रोटो स्टारमा अर्ली स्टेज भयो, प्रोटो स्टार भनेको स्टारको अर्ली स्टेज, त्यसपछि मेन सिक्वेन्स अफ स्टारमा गयो। अब मेन सिक्वेन्स अफ स्टारबाट चाहिँ त्यो कि रेड जाइन्ट हुन्छ कि रेड सुपर जाइन्ट हुन्छ। अब रेड जाइन्ट हुन्छ कि रेड सुपर जाइन्ट हुन्छ भन्ने केले डिपेन्ड गर्छ त भन्दाखेरि यो मेन सिक्वेन्स स्टारको मासमा डिपेन्ड हुन्छ है। अब यो मेन सिक्वेन्स स्टारको मास चाहिँ यदि ठुलो छ है, मास चाहिँ सोलर, अब कोसँग कम्पेयर गर्ने, को भन्दा ठुलो त भन्दा सन भन्दा ठुलो, को भन्दा ठुलो सन भन्दा ठुलो। मेन सिक्वेन्स स्टार चाहिँ यदि कुनै पनि स्टार चाहिँ यदि सन भन्दा धेरै ठुलो छ हैन, 6 टाइम्स 10 टाइम्स ठुलो छ भने त्यो मेनली केमा चेन्ज हुन्छ त भन्दा त्यो चाहिँ केमा चेन्ज हुन्छ रेड सुपर जाइन्टमा चेन्ज हुन्छ हैन। इफ मोर देन 10 टाइम्स भन्दिउँ ल, यदि मोर देन 10 टाइम्स छ सन भन्दा मोर देन 10 टाइम्स को छ भने त्यो रेड सुपर जाइन्टमा चेन्ज हुन्छ हैन। यदि चाहिँ 10 टाइम्स भन्दा यदि चाहिँ के छ त लेसर देन 10 टाइम्स भनेको सानो, 10 टाइम्स भन्दा सानो छ हैन भने चाहिँ के हुन्छ त 2 टाइम्स 3 टाइम्स को छ 4 टाइम्स को छ भने त्यस्तो खालको स्टार चाहिँ केमा चेन्ज हुन्छ त भन्दा रेड जाइन्टमा चेन्ज हुन्छ। सो रेड जाइन्ट हुने कि रेड सुपर जाइन्ट हुने केमा डिपेन्ड गर्छ त भन्दा मेन सिक्वेन्स स्टारको मासमा डिपेन्ड गर्छ, त्यसको मास कत्रो छ। यदि मास चाहिँ सन भन्दा धेरै ठुलो छ भने रेड सुपर जाइन्ट, यदि सानो छ अर सन जत्रै छ हैन भने त्यो चाहिँ के हुन्छ त भन्दा रेड जाइन्टमा चेन्ज हुन्छ। अब रेड जाइन्ट र रेड सुपर जाइन्टको आफ्नो पाथ छ। अब जस्तै कि रेड जाइन्ट कि त रेड सुपर जाइन्ट हुन्छ कि रेड जाइन्ट हुन्छ कि रेड सुपर जाइन्ट हुन्छ। अब रेड जाइन्ट भयो भने यो रेड जाइन्टबाट चाहिँ केमा चेन्ज हुन्छ त बिस्तारै, यो चेन्ज हुने भनेको व्हाइट डर्फ है। अब त्यताबाट के हुन्छ त भन्दा कि न्युट्रन स्टार हुन्छ कि त ब्ल्याक होलमा चेन्ज हुन्छ, कि न्युट्रन स्टार हुन्छ कि ब्ल्याक होल हुन्छ हो। अब व्हाइट डर्फ भएर त्यो सकिन्छ। यहाँनिर यसको सानो अर्को फर्म हुन्छ प्रोटोस्ट व्हाइट डर्फ अनि त्यसपछि सक्यो डेथ अफ द स्टार। सो रेड जाइन्ट भयो भने कि त व्हाइट डर्फ हुन्छ हो। यति भयो। जस्तै रेड जाइन्ट हुन्छ कि रेड सुपर जाइन्ट हुन्छ। अब रेड जाइन्ट भएपछि चाहिँ के हुन्छ त, जस्तै रेड जाइन्ट कसरी रेड जाइन्ट हुन्छ त मेन सिक्वेन्स स्टार भन्दा, अब मेन सिक्वेन्स स्टारमा चाहिँ मजाले के भइरहेको हुन्छ त त्यहाँनिर भन्दाखेरि त्यहाँनिर मजाले चाहिँ कोरमा चाहिँ मजाले न्युक्लियर फ्युजन भइरहन्छ, हाइड्रोजन चाहिँ हिलियममा चेन्ज हुन्छ 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 हुन्छ। तर एउटा यस्तो टाइम आउँछ, यस्तो टाइम आइसकेपछि अब के हुन्छ हाइड्रोजन सकिन्छ, कोरमा हाइड्रोजनको सक्यो। अब हाइड्रोजन सक्यो भने हाइड्रोजनबाट हिलियम त हुने भएन। अब हिलियम नहुने भइसकेपछि के हुन्छ त भन्दा अब त्यहाँनिर हाइड्रोजन सक्यो, हाइड्रोजन सकेपछि अब हिलियम मात्रै छ। अब हिलियमले जब केमा चेन्ज हुन्छ त भन्दा अरू डिफ्रेन्ट इलिमेन्टहरुमा चेन्ज हुन्छ, जस्तै कार्बनमा जस्तै हाइड्रोजन प्लस हाइड्रोजनबाट हिलियम बन्दै थियो। अब के भयो त हाइड्रोजन सक्यो, अब हाइड्रोजन सक्यो कोरमा भने अब हिलियम चाहिँ केमा चेन्ज हुन्छ त अरू डिफ्रेन्ट कार्बनहरु हैन, अरू डिफ्रेन्ट ग्यास अरू इलिमेन्टहरुमा चाहिँ के हुन्छ त चेन्ज हुन्छ। अनि त्यही भएर चाहिँ अब के हुन्छ त यो भन्दा रेड सुपर जायन्ट चाहिँ अब कलर चेन्ज हुन्छ, यसको कलर चाहिँ अब रेड भनेर नि त रेड जस्तो ओरेन्ज जस्तो टाइपको कलरमा चेन्ज हुन्छ जब चाहिँ के हो त भन्दा स्टारमा चाहिँ न्युक्लियर फ्युजन स्टप हुन थाल्यो कोरमा। किन कोरमा स्टप भयो त भन्दाखेरि त्यहाँनेरि के भयो त भन्दाखेरि हाइड्रोजन सक्यो, हाइड्रोजन सकेपछि हिलियम रह्यो है हो। त्यही भएर चाहिँ अब हिलियम चाहिँ अरू डिफ्रेन्ट इलिमेन्टमा चेन्ज हुन थाल्छ। अनि रेड जायन्ट हुन्छ कि रेड सुपर जायन्ट हुन्छ। यदि मास बेसी छ, सनभन्दा धेरै मास बेसी छ भने रेड सुपर जायन्ट हुन्छ, यदि सनभन्दा कम्ती छ भने रेड जायन्ट हुन्छ। ओके, अब त्यसपछि त्यो कोरमा सकिँदै गयो भने अब के हुन्छ त भन्दा कोरमा चाहिँ त्यसमा सक्यो हैन, कोरमा चाहिँ बिस्तारै बिस्तारै त्यसमा चाहिँ न्युक्लियर फ्युजन सक्यो भने अब त्यो के हुन्छ त त्यहाँनेरि एक्सप्लोड हुन्छ। अब त्यो के हुन्छ एक्सप्लोजन हुन्छ। अब रेड जायन्टबाट एक्सप्लोजन हुँदाखेरिकोलाई चाहिँ हामी के भन्छौँ त भन्दाखेरि एक्सप्लोजन हुँदाखेरि चाहिँ यो चाहिँ प्लानेटरी नेबुला अर नोभा, प्लानेटरी नेबुलामा नेबुला हुन्छ भनेको यसको चाहिँ अब त्योबाट व्हाइट डर्फमा चेन्ज हुन्छ, बिचको कोर मात्रै रहन्छ, बिचको कोर मात्रै रहन्छ, बाहिरको चाहिँ सबै के हुन्छ त अब यो एक्सप्लोड हुन्छ। अनि यो एक्सप्लोड भएको गएर ग्यासेसहरु गएर नेबुला फर्म हुन्छ अनि फेरि त्यहाँबाट अरू डिफ्रेन्ट स्टार्सहरु बर्न हुन्छ। सो के हुन्छ त यहाँनेरि अब प्लानेटरी नेबुलामा बिचको चाहिँ कोर हुन्छ, त्यो कोरको जुन बिचको छ त्यसलाई नै हामी के भन्छौँ व्हाइट डर्फ भन्छौँ। अनि बाहिरको जति यो सबै के हुन्छ त एक्सप्लोड भएर चाहिँ त्यो गएर चाहिँ प्लानेटरी नेबुला भन्छ।
अनि रेड जाइन्टमा सुपर जाइन्टमा एक्सप्लोड भएपछि चाहिँ त्यसलाई हामी के भन्छौँ त सुपरनोभा भन्छौँ। सुपरनोभा सुपरनोभा भनेको चाहिँ एक्सप्लोड भयो त्यो, अनि त्यो एक्सप्लोड भइसकेपछि चाहिँ के हुन्छ त अब न्युट्रोन स्टारमा चेन्ज हुन्छ कि त ब्ल्याक होलमा चेन्ज हुन्छ। अब न्युट्रोन स्टार हुन्छ कि ब्ल्याक होल हुन्छ भन्ने कुराहरू चाहिँ फेरि त्यही अघिको स्टारको मासमा डिपेन्ड गर्छ होइन। स्टारको मास चाहिँ यदि ठुलो छ 30 टाइम्स भन्दा बेसी छ होइन, 30 टाइम्स भन्दा कम्ती 10 टाइम्स 30 टाइम्स भन्दा कम्ती छ भने त्यो चाहिँ के भयो त भन्दाखेरि न्युट्रोन स्टार हुन्छ। यदि चाहिँ त्यो चाहिँ यदि ठुलो छ 30 टाइम्स भन्दा बेसी छ भने त्यो के हुन्छ त भन्दा ब्ल्याक होल हुन्छ। हो, अब रेड जाइन्टमा पनि को कुरामा पनि सनभन्दा ठुलो हुनु पर्यो, अनि अझै जाँदै गर्दा न्युट्रन हुने कि ब्ल्याक होल हुने कुरामा पनि झन् ठुलो हुनु पर्यो। त्यो मास चाहिँ यदि सन भन्दाखेरि 30 टाइम्स भन्दा बेसी छ भने चाहिँ ब्ल्याक होल हुन्छ, 30 टाइम्स भन्दा कम्ती छ भने त्यो चाहिँ के हुन्छ त न्युट्रन स्टार हुन्छ। यसरी चाहिँ हामीले बुझ्नु पर्यो। सो सबै स्टार चाहिँ ब्ल्याक होल हुँदैन भनेपछि हामीले यहाँबाट के बुझ्नु पर्यो त भन्दा सन चाहिँ कुन हुन्छ त, सन केमा जान्छ त हाम्रो भन्दाखेरि सन केमा जान्छ रेड जाइन्टमा जान्छ, किनभने सन त सनभन्दा ठुलो छैन। सन भनेको त के हो त सानो स्टार भयो, मिडियम मेन सिक्वेन्स स्टारमा छ अहिले, त्यो त मिडियम साइज स्टार हो। अब त्यो त केमा चेन्ज हुन्छ रेड जाइन्टमा चेन्ज हुन्छ, व्हाइट डर्फमा चेन्ज हुन्छ, व्हाइट डर्फबाट लास्टमा गएर के हुन्छ यो ब्ल्याक डर्फ, व्हाइट डर्फ हुन्छ ब्ल्याक डर्फ हुन्छ, सक्यो यसको डेट। अरू कि चाहिँ कि न्युट्रोन स्टार हुन्छ कि ब्ल्याक होल हुन्छ, यति कुराहरू हामीले जान्नु पर्यो। सो के बुझ्यो त हामीले यहाँसम्म अहिलेसम्म भन्दाखेरि नेबुलामा स्टार फर्म हुन्छ। नेबुला भनेको के हो, ह्युज स्पेस अफ डस्ट एन्ड ग्यासेस, जहाँ चाहिँ ग्यासेसहरू मिक्स हुँदै 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 गएपछि कोरमा टेम्परेचर बढ्छ, प्रेसर बढ्छ, अनि त्यसपछि त्यहाँनिर न्युक्लियर फ्युजन स्टार्ट हुन्छ। न्युक्लियर फ्युजन स्टार्ट भएपछि अब स्टारको जन्म हुन्छ, त्यो चाहिँ के हो त प्रोटोस्टार हो। अब जस्तो त्यहाँनिर कोरमा बिस्तारै अलिअलि रियाक्ट हुँदै गयो, अलिअलि हुँदै गयो, बढ्दै 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 गएपछि अब पुरै धेरै बढ्न थाल्यो टेम्परेचर, धेरै हुन थाल्यो न्युक्लियर फ्युजन भने अब त्यो केमा चेन्ज हुन्छ त मेन सिक्वेन्स स्टारमा चेन्ज भयो। अब मेन सिक्वेन्स स्टारबाट चाहिँ मेन सिक्वेन्स स्टार चाहिँ अब बिस्तारै बिस्तारै बढ्दै बढ्दै जाँदै जाँदा न्युक्लियर फ्युजन हुँदै जाँदा जाँदा चाहिँ हाइड्रोजन सकिन्छ एउटा टाइममा। न्युक्लियर फ्युजनमा हाइड्रोजनबाट हिलियम हुँदै गएको हुन्छ, लास्टमा हाइड्रोजन सकिन्छ। मेन सिक्वेन्स स्टारको हाइड्रोजन सकेपछि चाहिँ अब त्यो केमा चेन्ज हुन्छ कि रेड जाइन्टमा चेन्ज हुन्छ कि रेड सुपर जाइन्टमा चेन्ज हुन्छ। अब रेड जाइन्टमा चेन्ज हुनको लागि सन भन्दाखेरि 10 टाइम्स ठुलो हुनु पर्यो, ए सरी रेड जाइन्ट हुनको लागि चाहिँ 10 टाइम्स भन्दा सानो 2 टाइम्स 3 टाइम्स छ भने रेड जाइन्ट हुन्छ। यदि सन भन्दाखेरि 10 टाइम्स ठुलो छ मास त्यो सिक्वेन्स स्टारको भने त्यो चाहिँ रेड सुपर जाइन्ट हुन्छ। यदि बिचमा कोरमा हाइड्रोजन सकिन्छ, सकेपछि त्यो कि रेड सुपर जाइन्टमा हुन्छ यदि 10 टाइम्स भन्दा बेसी थियो भने मास। अनि त्यसपछि बिस्तारै अब त्यो कुल हुँदै हुँदै गएपछि के हुन्छ त अब एक्सप्लोड हुन्छ। एक्सप्लोड हुँदाखेरि चाहिँ रेड जाइन्ट चाहिँ एक्सप्लोड हुँदाखेरि चाहिँ बिचको भाग मात्रै रहन्छ, त्यसलाई चाहिँ व्हाइट डर्फ भनिन्छ। त्यही चाहिँ व्हाइट डर्फ भयो, त्योभन्दा बाँकी रहेको ग्यासेसहरू चाहिँ जान्छ प्लानेटरी नेबुला डिफ्रेन्ट नेबुला फर्म गर्छ भने त्यो व्हाइट डर्फबाट बिस्तारै बिस्तारै त्यो के हुन्छ ब्ल्याक डर्फ हुन्छ, सकिन्छ भने रेड सुपर जाइन्टमा चाहिँ एक्सप्लोड भएपछि त्यो सुपरनोभा हुन्छ। सुपरनोभाबाट यदि त्यो एक्सप्लोड भएको मास चाहिँ या एक्सप्लोड भएको अघिको सुरुको स्टारै चाहिँ यदि मास सनभन्दा 30 टाइम्स भन्दा सानो छ भने न्युट्रन स्टार, 30 टाइम्स भन्दा ठुलो छ भने ब्ल्याक होल। अनि ब्ल्याक होल भनेको त थाहा छँदै छ, त्यो त्यही भएर चाहिँ ठुलो मासको चाहिँ यदि एक्सप्लोड भएपछि चाहिँ ब्ल्याक होल हुने हो। सो यिनीहरू कुरा भयो एउटा हाम्रो स्टारको लाइफ साइकल भन्ने कुराहरू हामीले यसरी ठ्याक्कै बुझ्यो भने सजिलो हुन्छ। ओके, अब डिफ्रेन्ट एजेन्सिज अर डिफ्रेन्ट युनियन अर डिफ्रेन्ट एजेन्सिज विच आर इन्भल्भ इन द फाइन्डिङ अर द स्टडी अफ द एस्ट्रोनोमी है। हाम्रो एस्ट्रोनोमी जुन छ स्टडी अफ द युनिभर्स, त्यो स्टडी अफ द युनिभर्सहरूको बारेमा चाहिँ स्टडी गर्ने डिफ्रेन्ट एजेन्सिजहरू छ हाम्रो होइन। तिनीहरू के हो त भन्दा एउटा चाहिँ इन्टरनेसनल एस्ट्रोनोमिकल युनिट आइएयू है, इन्टरनेसनल एस्ट्रोनोमिकल युनिट आइएयू। यो भनेको चाहिँ एउटा इन्टरनेसनल अर्गनाइजेसन हो, इन्टरनेसनल अर्गनाइजेसन अफ डिफ्रेन्ट कन्ट्रिज जसले चाहिँ डिफ्रेन्ट युनिभर्सको डिफ्रेन्ट फाइन्डिङ्सहरू डिफ्रेन्ट प्रमोट गर्ने होइन, डिफ्रेन्ट सेटेलाइट्सहरू अर डिफ्रेन्ट एस्ट्रोइड्सहरू डिफ्रेन्ट प्लानेट्सहरूलाई चाहिँ नेम दिने ओर्ने अर एउटा सर्टेन क्राइटेरियाहरू बनाउने काम गर्छ इन्टरनेसनल एस्ट्रोनोमिकल युनिटले। सो यो चाहिँ कहिले फाउन्ड गरेको त भन्दा इन 1919 एडीमा इट इज इस्टाब्लिस्ड इन 1919 एडी। जसले जस्तै यसको कामहरू जस्तै प्लानेटलाई डर्फ प्लानेट भनौँ अरे प्लुटोलाई डर्फ प्लानेट भनेर कसले भनेको त भन्दा त्यो भन्ने पनि को हो आइएयू नै हो होइन। आइएयूले नै चाहिँ
प्लानेट प्लुटोलाई चाहिँ डर्फ प्लानेटको रिकग्नाइज गरे। अनि पहिले एउटा सेरेस भन्नेलाई हामी के भन्छौँ त एउटा लार्जेस्ट एस्टेरोइड भन्थ्यौँ। एस्टेरोइड जुन चाहिँ लार्जेस्ट विच इज द लार्जेस्ट एस्टेरोइड भन्दा सेरेस भन्थ्यौँ। यसलाई नै पछि के भन त आइओले भन्दा यो चाहिँ के हो त डर्फ प्लानेट रिकग्नाइज गर्यो हो, डर्फ प्लानेट भन्ने हो। यसरी चाहिँ स्पेसमा भएको कुराहरूलाई चाहिँ रिस्टोर गर्ने, स्पेसमा भएको कुराहरूलाई चाहिँ मजाले स्टडी गरेर चाहिँ एउटा क्राइटेरिया गरेर चाहिँ नाम दिने, एउटा छुट्याउने काम चाहिँ कसले गर्छ त भन्दा त्यो यो अर्गनाइजेसन भनेको चाहिँ को हो त भन्दा इन्टरनेसनल एस्ट्रोनोमिकल युनिट। अब अर्को भनेको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन को हो त नासा। हामीले सुनेकै कुरा हो नासा होइन, नासा विच इज फाउन्डेड इन इस्टाब्लिस्ड इन 1958 एडी इन युएसए। युएसएमा चाहिँ फाउन्ड गरेको 1958 एडीमा, जसले चाहिँ स्पेसको एक्सप्लोरेसनहरू, स्पेसको चाहिँ स्टडीहरू होइन बारेमा चाहिँ स्टडी गर्छ, जसले चाहिँ सो द्याट इज यति भयो। सो डिफ्रेन्ट अरू एजेन्सिजहरू छ जुन चाहिँ हाम्रो नेपालको पनि छ, नेपाल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नेस्ट हो। त्यसले पनि हामी के गर्छ त भन्दा स्टडी गर्ने हो हाम्रो डिफ्रेन्टहरूमा। सो यति यति कुराहरू पढिसकेपछि चाहिँ हामीले द युनिभर्स लेसन पढिसक्छौँ। सो थ्याङ्क यू सो मच फर वाचिङ है, थ्याङ्क यू सो मच फर वाचिङ। प्लिज लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। धेरै दिनपछि आएको छ भिडियो, ल फेरि पनि म अरू भिडियोहरू हाल्नेछु। सो कमेन्ट गर्ने, लाइक गर्ने है। सो त्यति गरियो भने धेरै हुन्छ। सो थ्याङ्क यू सो मच।